यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभाको चुनावमा दुईटा मतपत्र हुनेछन्। एउटा प्रत्यक्ष र अर्को समानुपातिक। यो रातो रङको चुनाव चिन्ह भएको मतपत्र प्रत्यक्ष हो भने कालो रङको चुनाव चिन्ह भएको मतपत्र समानुपातिक प्रणालीको मतपत्र हो। मतदान गर्दाखेरि हामीले केही कुरामा विशेष ध्यान दिनुपर्छ। हाम्रो एउटा सानो गल्तीले मात्र पनि हाम्रो मत बदर हुन सक्छ, जसले गर्दा एक निर्णायक भोट खेर जान सक्छ। खास गरी हामीले मतपत्रमा छाप लगाउँदा विशेष ख्याल राख्नुपर्ने हुन्छ। यदि हामीले सानो गल्ती गऱ्यौँ भने पनि त्यो मत बदर हुन सक्दछ। हामीले जस्तो यो रातो यो प्रत्यक्ष प्रणालीको यो मतपत्र हो र यहाँ प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 भनेर लेखेको छ र यहाँ यो मतपत्र तपाईँलाई दिइसकेपछि त्यहाँ मतदान अधिकृतको दस्तखत छ कि छैन त्यो पनि तपाईँहरूले चेक गर्नुपर्ने हुन्छ। यदि मतपत्र च्यातिएको छ भने त्यो पनि बदर हुन सक्दछ मत। त्यसैले तपाईँहरूले यो मतपत्र लिइसकेपछि गोप्य मतकोठामा गएर तपाईँले छाप लगाउनु पर्ने हुन्छ र स्वस्तिक छाप लगाउनु पर्ने हुन्छ। यदि स्वस्तिक छापको साटो अनि औँठा छाप या कुनै छाप लगाउनु भयो भने पनि त्यो मत बदर हुन सक्दछ। र तपाईँहरूले यदि यो जस्तै यहाँ घन्टीको 4 नम्बरमा रहेको घन्टीमा यहाँ छाप लगाएको छ, यस्तै गरी तपाईँहरूले र घन्टी यता चुनाव चिन्ह एक साइडमा हुन्छ भने एक साइड ग्याप राखेको हुन्छ। यसरी जस्तो यहाँ घन्टी एक साइडमा घन्टी राखेको छ भने ठ्याक्कै यस साइडमा ग्याप हुन्छ। तपाईँ यो भित्र छाप लगाउनु पर्ने हुन्छ यो कोठाभित्र ट्याक्क, र यो अन्य कोठालाई नछुने गरी र एक छाप लगाउनु पर्ने हुन्छ। यदि तपाईँले एक छापको साटो 2 छाप लगाउनु भयो पनि त्यो पनि बदर हुन्छ। मतपत्रमा यसरी स्वस्तिक छाप लगाइसकेपछि यसलाई सही ढङ्गले फोल्ड गर्नुपर्ने हुन्छ र यो इङ्क अन्य चुनाव चिन्हमा नलाग्ने गरी हामीले यसलाई पछाडि पर्ने गरी फोल्ड गरेर यसलाई मतपत्रिकामा खसाल्नु पर्ने हुन्छ। जस्तो यहाँ घन्टीमा मतदान गरिएको छ भने यसलाई पछाडि पर्ने गरी, जस्तै यहाँबाट घन्टीको छेउसम्म यसरी फोल्ड गर्ने यसलाई, र यो इङ्क चाहिँ यहाँ पछाडि पर्ने गरी र यसलाई यहाँ फोल्ड गर्नुपर्ने हुन्छ र यसलाई यो इङ्क चाहिँ यहाँ पर्ने गरी यसरी फोल्ड गरिदिने। र तपाईँहरूले यति गरेपछि धेरै सानो पनि बनाइराख्नु पर्दैन, मतपट्टिका ठुलै हुन्छ र यति गरेपछि सम्बन्धित तोकिएको मतपट्टिकामा खसाल्ने। र त्यसपछि फेरि अर्को एउटा मतपत्रमा मतदान गरिसकेपछि तपाईँलाई त्यहाँको कर्मचारीले फेरि अर्को मतपत्र दिनेछ जुन चाहिँ कालो या यो समानुपातिक प्रणालीको मतपत्र हो। र यसमा पनि एवं तरिकाले तपाईँले स्वस्तिक छाप लगाइकन फोल्ड गरेर सम्बन्धित तोकिएको मतपट्टिकामा खसालिसकेपछि तपाईँको मत सफल हुनेछ। मतदान एउटा नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो। मलाई लाग्छ यसपटक तपाईँहरू परिवर्तनको पक्षमा वा नेतृत्व परिवर्तनको पक्षमा उभिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। धन्यवाद।